यसको ठिक्क त्यो धानको छ त यो ढुङ्गाले निकाल्यो भने त्यो त्यसले त्यहाँ टुङ्ग्यो जस्तो छ यता तल्लोले तल खानेको सुनाएको हो त्यहाँ म यो त अनि खतरा खुनु भएको नि हो यसको यो माथिकै जस्तो लाग्यो र मैले ए होइन यो माथिकै हो कि त्यही अलिक सानो चाहिँ त्यो धेरै छ यो अलिक ठुलो यो फेरि हाडे परेछ कि ए यो सिरिपमा सिधै मात्रै जान्छ एउटै जरा त्यो सेतोको जरा झाइसुकै फैलिन्छ त्यो राम्रो तल पनि पछि गएको रहेछ तलै छ त्यसलाई त्यही त त्यो एउटाले यो ढुङ्गाले निकाल्यो भने त्यहाँबाट त्यो अर्को पनि आउँछ जस्तो लाग्यो अनि त्यो कति दामी उयो होइन गाइज अब यो ढुङ्गा चाहिँ हामी निकाल्नु आँटेको छौँ अब बसियो पोता जस्तो गाइज यहाँनिर ढुङ्गाहरू पनि दामी आउने रहेछ अनि ढुङ्गाको त बिक्री बुझाइन्छ अहिले चाहिँ खतरा गरेर निकाल्नु हो ढुङ्गा यो निकाल्यो भने त झन् तल तल होला नि तल यसको यहीँ पनि छ अर्को टुक्रा यो एउटा ढुङ्गा निकाल्नु आइज केटा झम्पल पनि ल्याउनु पर्ला हजुर त्यहाँ दुईटा बोट हो हो रहेछ ए आयो आमो गाइज बन्तरुन एकछिन नै त्यसरी देखाउनु है हेरौँ त बाबु यो के हो यो मेरो बन्तरुन हो बन्तरुन निस्क्यो गाइज बन्तरुन हेलो गाइज बन्तरुन बन्तरुन ए बन्तरुन आयो ल बन्तरुन होइन बन्तरुन अरे बाफ रे यस्तो हो नि त तरिका नि त्यसको जोडी यही हो अझै अर्को निस्किँदैछ अब यो चाहिँ ल बन्तरुन आजको मेहनत बिहान 7 बजेदेखि खुनेको होइन